हेलो हेलो साथीहरू, तपाईहरुको दशैं चाहिँ कस्तो भयो? अनि हाम्रो चाहिँ टीका लाउनु हुँदैन थियो, त्यसैले हामीले चाहिँ घरमै मिठा मिठा परिकारहरू बनाएर हामीले दशैं सेलिब्रेट गर्यौं। अनि तपाईहरुलाई एउटा कुरा सोध्न मन लागेको छ, तपाईहरुको घरमा मासु बिहान पनि मासु, बेलुका पनि मासु, छाकै पछि मासु कसले खानुहुन्छ? कसले? अनि यहाँ हेर्नु, मेरो मम्मी चाहिँ बिहानदेखि बस्नु भएको हैन, एउटा गेममा बस्नु भएको। त्यो गेम चाहिँ म यस्तो, मेरो मोबाइल दिनु पनि हुन, मलाई हेर्न पनि दिनुहुन्न। म तपाईहरुलाई देखाउँछु ल मेरो मम्मी कुन गेममा बस्नु भएको। मम्मी बिहानदेखि कुन गेममा बस्नु भयो? यहाँ हेर्न, यो गेम चाहिँ के मन पर्यो बच्चा जस्तो। मम्मी तपाईँ 30 वर्ष पुग्नु भयो, 32 वर्ष पुग्नु भयो, 32। तपाईहरुलाई यस्तो गेम चाहिँ किन खेल्न मन लागेको होला? अनि अर्को चाहिँ फेरि यहाँ बसिरहेको छ, के मन लाग्यो? हाई भन, हाई भन। यता माइजू, बिचरा माइजूको मोबाइल हेरेर बसिरहेको छ, के भन्नु र यस्ता पनि। अब मैले यो मोबाइल छुन पनि पाउँदिनँ, किनकि मलाई मम्मीले मोबाइल दिनुहुन्न। मेरो मोबाइलमा मात्र गेम किन हटाउनु, यस्तो गेम किन हटाउनु? भन्नुहोस्, के आइडिया दिनुहोस्, यो मोबाइल म कसरी पाम भनेर के आइडिया दिनुहोस् प्लिज। आई निड योर सजेसन प्लिज। अनि मेरो दशैं चाहिँ यसरी नै गयो ल त गाइजहरु, ह्याप्पी दशैं, बाई।